हेलो नमस्कार एभ्रिवान। सो एमबीसी रिकमेन्डेड मिक्स्ड स्कलरसिपको एप्लिकेसनको प्रतीक्षामा रहनुभएको सम्पूर्णको लागि यो भिडियो रहेको छ। एम्बेसी अफ जापान इन नेपालबाट एमबीसी रिकमेन्डेड मिक्स्ड स्कलरसिपको लागि एप्लिकेसन ओपन भइसकेको छ। यसका लागि हजुरहरू एम्बेसी अफ जापान इन नेपालको वेबसाइट भिजिट गर्नुहोला। त्यसपछि स्टडी इन जापान सेलेक्ट गर्नुहोला। त्यसपछि एप्लिकेसन फर मिक्स्ड स्कलरसिप इन नेपाल सेलेक्ट गर्नुहोला। सो हजुरहरूले देख्न सक्नुहुन्छ एप्लिकेसन इज नाउ ओपन फर पोस्ट ग्रेजुएट अर रिसर्च स्टुडेन्ट। सो पोस्ट ग्रेजुएट अर रिसर्च स्टुडेन्ट सेलेक्ट गर्नुहोला र एम्बेसीको वेबसाइटमा मेन्सन गरिएको सम्पूर्ण एप्लिकेसन डकुमेन्ट्सहरू रेडी बनाउनुहोला र एम्बेसीको इमेलमा सेन्ड गर्नुहोला। डेडलाइन भने 31 मे रहेको छ। यस्तै गरी अन्डर ग्रेजुएट स्टुडेन्ट्सको लागि पनि एप्लिकेसन ओपन भइसकेको छ। यसका लागि पनि हजुरहरूले एम्बेसीको वेबसाइटमा मेन्सन गरिएको सम्पूर्ण एप्लिकेसन डकुमेन्ट्सहरू रेडी बनाउनुहोला र एम्बेसीको इमेलमा सेन्ड गर्नुहोला। डेडलाइन भने 14 जुन रहेको छ। यस्तै गरी स्पेसलाइज ट्रेनिङ कलेज स्टुडेन्ट्सको लागि पनि एप्लिकेसन ओपन भइसकेको छ। यसको लागि एम्बेसीको वेबसाइटमा मेन्सन गरिएको सम्पूर्ण एप्लिकेसन डकुमेन्ट्सहरू तयार पार्नुहोला र एम्बेसीको इमेलमा सेन्ड गर्नुहोला। डेडलाइन 14 जुन। That's all. Best wishes everyone.